आज राजधानीमा एक कार्यक्रमको आयोजना गरी कांग्रेस पार्टी कार्यालय भवन निर्माणका लागि संकलित 10,01,000 रुपियाँ कांग्रेस नेता रामशरण महतलाई हस्तान्तरण गरिएको छ। नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी फोरमको तेस्रो वार्षिक साधारण सभामा सो रकम हस्तान्तरण गरिएको हो। साथै सोही कार्यक्रममा भवन निर्माणका लागि चन्दा दिने वैदेशिक व्यवसायीहरूलाई प्रमाणपत्र प्रदान गरिएको थियो। कार्यक्रममा कांग्रेस वरिष्ठ नेता शेरबहादुर देउवा, अर्जुन नरसिंह केसी, युवा नेता गगन थापा लगायत वैदेशिक व्यवसायीहरूको पनि उल्लेख्य रूपमा उपस्थिति रहेको थियो। सो कार्यक्रममा नेता रामशरण महतले भवन निर्माण गर्न सहयोग गर्ने दाताहरूलाई धन्यवाद ज्ञापन गर्दै अब बन्ने कांग्रेस पार्टी कार्यालय नेपालको सम्पूर्ण राजनीतिक पार्टीको भवन भन्दा ठूलो भवन बन्ने दावी गर्नुभएको छ। त्यसको लागि म नेपाली कांग्रेस केन्द्रीय कार्यालयको भवन निर्माण समितिको तर्फबाट आभार प्रकट गर्न चाहन्छु। तपाईहरुले पार्टीको निर्माणाधीन भवनमा सम्पन्न गराउने अभियानमा पार्टीले गरेको अपिल र आग्रहलाई अत्यन्त सकारात्मक ढंगले पेश हुनुभएको छ र यो उदारतापूर्ण सहयोगको लागि म यसमा सहयोग गर्ने सबै साथीहरूलाई आभार प्रकट गर्न चाहन्छु र के विश्वास दिलाउन चाहन्छु भने तपाईहरुको योगदानको कदर हुनेछ र यसले भवन निर्माणमा ठूलो सहयोग पुग्नेछ। नेपाली कांग्रेसको अहिले निर्माणाधीन भवन सबै राजनीतिक पार्टीको भन्दा अत्यन्त ठूलो भवन हुनेछ। करीब 34,000 स्क्वायर फिट को बिल्ट अप एरिया, करीब 750 से 800 अटाउने ठूलो हल लगायतको भवन आगामी 5-6 महिनाभित्र सम्पन्न गर्ने हाम्रो योजना छ र यो सफल गराउने अभियानमा तपाईहरुको पनि सहयोगले हामी उत्साहित भएका छौं र तपाईहरुको सहयोगबाट एउटा कोठा यो लोकतान्त्रिक वैदेशिक रोजगार श्रमको सौजन्यताबाट निर्माण भएको भनेर हामी कोठामै राख्नेछौँ, लेखेर राख्नेछौँ र जसले 10,000 भन्दा बढी जसले व्यक्तिगत रूपमा सहयोग दिलाउनु भएको छ उहाँको नाम यो बिल्डिङको कम्पाउन्डमा एउटा मार्बल प्लेट राखिनेछ। त्यो मार्बल प्लेटमा उहाँको नाम कुनेर पनि राख्नेछौँ र फेरि एकचोटि यसको लागि म धन्यवाद ज्ञापन गर्न चाहन्छु। र तपाईहरुले अहिले भर्खरै पनि पार्टी भवन निर्माण गर्नको निम्ति दिएको 10 लाखको सहयोग र त्यो सञ्चय महासमिति सञ्चालनको प्रक्रियामा गर्नुभएको सहयोग, यो सम्पूर्ण सहयोगहरूको निम्ति म नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको तर्फबाट सर्वप्रथम हार्दिक रूपबाट आभार र धन्यवाद व्यक्त गर्न चाहन्छु। वास्तवमै हामी सबैको इच्छा कि हाम्रा प्रत्येक नेपालीले स्वदेशमा रोजगार प्राप्त गरौँ र स्वदेशमा नेपालीले रोजगार प्राप्त गर्ने मात्र होइन, विदेशीहरूले पनि रोजगार खोज्न नेपालमा आउने परिस्थिति बन्न सकोस् भन्ने हाम्रो सबैको सामूहिक इच्छा हो। तर त्यसको बावजुद पनि अहिलेको राष्ट्रिय परिस्थितिको जुन जटिलता छ, श्रम शक्ति खेर गइरहेको अवस्था छ, त्यो श्रम शक्तिलाई सृजनात्मक र आयोजनको एउटा अत्यन्त महत्त्वपूर्ण माध्यमको रूपमा रहेको यो वैदेशिक व्यापार र रोजगारी वैदेशिक रोजगार व्यवसायी संघका साथीहरूले चाहिँ जुन योगदान पुर्याउनु भएको छ, मभन्दा अगाडि साथीहरूले भनिसक्नुभयो कि राष्ट्रिय आयको सबभन्दा ठुलो हिस्सा प्रतिशतमा हिसाब गर्दा रेमिटेन्सले जुन अत्यन्त महत्त्वपूर्ण योगदान पुर्याएको छ र त्यो सँगसँगै अहिलेको विश्व परिवेश अब हिजोको छैन, सम्पूर्ण विश्व एउटा ग्लोबल भिलेजको रूपमा ग्रामीण विश्वको रूपमा परिणत भएको छ। प्रविधि र विज्ञानले गर्दा संसार यसरी घेरिएको छ, एउटा क्षेत्रबाट एउटा देशबाट अर्को देशमा जाने र संसारभरिबाट चाहिँ सिप र स्रोत साधन सञ्चालन गर्न राष्ट्रहितको निम्ति प्रयोग गर्न उद्यत गराउने अथवा त्यसलाई चाहिँ सञ्चालन गर्ने महत्त्वपूर्ण यो वैदेशिक व्यापार व्यवसायिक फोरम जो नेपाली कांग्रेससँग पनि आबद्ध छ, तपाईहरु सम्पूर्ण साथीहरूले अत्यन्त महत्त्वपूर्ण ढंगले यो श्रम जो श्रम बजारमा हामी श्रमिकहरूलाई पठाउँछौँ
एकातिर उनीहरूको सम्मान मर्यादा र उनीहरूलाई गर्नुपर्ने समुचित व्यवस्था कतिपय ठाउँमा हामीले सुनिरहेको हुन्छौँ कि श्रम बजारमा उनीहरू अलपत्र परेर चाहिँ एम्बेसीको शरणमा पुगिरहेका समाचारहरू सुनिएको छ। मलाई लाग्छ जो नेपाली कांग्रेससँग आबद्ध भएको यो फोरम छ, यो फोरमले आफ्ना मर्यादा र सम्मानलाई आचरण नदिनुको निम्ति त्यतातिर अत्यन्त गम्भीर भएर ध्यान दिनुपर्ने शान्ति प्रक्रियाको असफलता र सफलताको बीचको दोषारमा रहिरहेको यो अवस्थामा तपाईँहरू चिन्तित हुनुहुन्छ। यो कुरालाई हामी सबै बुझ्न सक्दछौँ, किनकि शान्ति प्रक्रियाको सफलतासँग तपाईँहरूको व्यावसायिक सुरक्षा, व्यावसायिक स्वतन्त्रता, पेसागत हक सबै कुरा जोडिएको छ। हामी सबैको साझा प्रयत्नबाट, दलको साझा प्रयत्नबाट मात्रै हामीले यो शान्ति प्रक्रियालाई एउटा टुङ्गोमा पुर्याउन सक्दछौँ। यसमा नागरिकका रूपमा र एउटा व्यावसायिक सङ्गठनका रूपमा पनि तपाईँहरूको सहयोगको पनि हामी अपेक्षा गर्दछौँ। अब केही महिना मात्र बाँकी छ, केही महिनाहरूभित्रमा हामीले संविधान लेख्ने एउटा महत्त्वपूर्ण ऐतिहासिक अभिभावनालाई पुरा गर्नु छ। हामी सबैको प्रयत्नबाट जति सङ्कटहरू अगाडि देखिए तापनि नेपालको राजनीतिक दलहरूसँग, नेपालको राजनीतिक नेतृत्वसँग त्यो क्षमता छ र अझै पनि नेपालको राजनीतिक दलहरूले, नेतृत्वले, खास गरिकन नेपाली कांग्रेसले त्यो योग्यता राख्दछ सबै दलहरूको बिचमा सहमति कायम गराएर हामी समयमै संविधान लेख्न सक्दछौँ भन्ने यो एउटा ठोस विश्वास पनि हो र यसमा तपाईँहरू सबैको सहयोगका निम्ति हामी अपिल पनि गर्दछौँ, आग्रह पनि गर्दछौँ। हामीले निश्चित समयमा संविधान लेख्न सक्यौँ भने मात्रै हामीसँग राजनीतिक स्थायित्व हुन्छ। राजनीतिक स्थायित्व भएको अवस्थामा हामीसँग जुन नयाँ संविधान हुन्छ, नयाँ संविधानले हाम्रा बिचमा समृद्धिको न्यायोचित ढङ्गले बाँडफाँड गर्ने एउटा निश्चित खाका अनुबन्ध संविधानले तय गरिदिन सक्छ। तर संविधान आफैले सम्पत्तिको सिर्जना गर्दैन। सम्पत्तिको सिर्जना फेरि पनि गर्ने भनेको व्यक्तिले नै, पुँजीको सिर्जना गर्ने भनेको व्यक्तिले नै। संविधानले त्यसको वितरणको एउटा प्रणालीलाई सुनिश्चित गर्ने मात्रै। हामीसँग राजनीतिक स्थायित्व भयो भने मात्रै हामीले सम्पत्तिको निर्माण गर्न सक्छौँ। हामीसँग स्रोत छ, तर स्रोत र सम्पत्तिका बिचमा धेरै ठुलो भिन्नता हुन्छ। स्रोतलाई सम्पत्तिमा रूपान्तरण गर्ने योग्यता र क्षमता राजनीतिक स्थायित्वका बिचमा मात्रै हामी राख्न सक्दछौँ, त्यसको प्रयोग गर्न सक्छौँ।